नेपालको लागि एकदमै खुसीको कुरा छ, एकदमै छाती फुलेर आएको छ। साँच्चै भन्नुपर्दा बालेन्द्र शाह हाम्रो नेपालको प्रधानमन्त्री, तपाईँ हामी सबैजनाले माया गरेको व्यक्तिलाई भनेको अहिले संसारले पुरै रिकगनाइज गरेको अवस्था छ। जब प्रधानमन्त्री भइसकेपछि सर्वत्र इन्डिया मिडियादेखि लिएर चर्चा हुँदै थियो। आज आएर भनेको टाइम्स म्यागजिनले प्रत्येक वर्ष विश्वका 100 जना शक्तिशाली व्यक्तिहरूको लिस्ट सार्वजनिक गर्छ। त्यसमा हाम्रो नेपालको प्रधानमन्त्री बालेन्द्र शाह पनि पर्नु भएको छ र यो लिस्टमा भनेको विश्वका एकदमै नाम चलेका व्यक्तिहरू पनि रहेका छन्। जस्तै अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प हुनुहुन्छ, चाइनाबाट सी जिनपिङ हुनुहुन्छ, भारतबाट भनेको रणबीर कपुर, युट्युबको राजा मिस्टर बिस्ट, युट्युबको के भन्दा फरक पर्दैन सबसे बेसी सब्सक्राइबर भएको व्यक्ति, त्यस्तै गुगलको सिइओ भनेको सुन्दर पिचाई लगायतका विश्वका एकदमै चिनेका माने जानेका एकदमै व्यक्तिहरूको लिस्टमा बालेन्द्र शाह हाम्रो प्रधानमन्त्री पनि पर्नु भएको छ। एकदमै खुसीको कुरा। भिडियोलाई लाइक गरेर जति सक्दो सेयर गरिदिनुहोस्, सबैजनाले हेरेर थाहा पाउनुहोस्। सेयर गर्नुहोला, सबैले हेर्नुहोस्।